पेश गर्न चाहन्छु। मैले हामी सबैलाई शुभमुक्त प्रदान गर्दै अब भने म प्रतिक्रिया नगरिकन आफ्नो मिठो प्रस्तुति राखिदिनको लागि एसके माफ गरिदिनुहोला सेटु एसके लाई म स्टेजमा निम्ताउन चाहन्छु भने यसै गरी दुर्गा एसकेलाई पनि म कन्ट्रारी होस्टिङको लागि अनुरोध गर्दै उहाँको बसाइ पनि आफ्नो मिठो प्रस्तुतिको लागि दिए पनि सेटु एसकेलाई म स्टेजमा निम्ताउन चाहन्छु। साथै नै आज धेरै अतिथिहरूको आगमन रहनेछ, कलाकारहरूको आगमन रहनेछ। उहाँहरूको प्रस्तुति हामी क्रमिक रूपमा चल्दै जानेछौँ। हेलो धेरै धन्यवाद छ। प्यारो बहिनीलाई यो मायाको छिनो प्रदान गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। कृपया मायाको छिनो ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दै खै त हजुर एकपल्ट जोरदार तालीले सम्मान व्यक्त गरिदिनुहोस्। धेरै धेरै धन्यवाद छ। अर्जुन भट्टजीलाई म प्रदान गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। भने ग्रहण गरिदिनुको लागि गदाज ठुक्रेजीलाई अनुरोध गर्न। वालिङ महोत्सव जस्तो चलपल छ यहाँ त। हाई गरिदिनु पर्यो ल। नमस्कार, यो लाइभ हो होइन भिडियो ब्लग। हाई नमस्कार। भिड छ। हामी चाहिँ यता हिँडिरहेको छु, म चाहिँ एक्लै है। यहाँ ब्लग बनाउँदै हिँडिरहेको छु। ब्लगलाई अब सपोर्ट गरेर माया देखाइदिनु पर्छ। ए धन्य खाला कहाँ गयो। माथि छ कहाँ।
भिड भराउ छ है यहाँ चाहिँ गाइस। झन् मान्छेहरू बढ्दो क्रममा छ। यता हेर त कोही छ यता 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 घुम्न जाम। ओए लाभले सुकिलो जाऊ मलाई मन त मेरो नेपाली हो। तिमी आउँछौ भनेर पो चैते बजार आए। तिमी आउँछौ भनेर पो चैते बजार आए। हाँडी घैटा सोपिङ गरे अखु किनी खाए। तिमी आउँछौ भनेर पो चैते बजार आए। हाँडी घैटा सोपिङ गरे अखु किनी खाए। धर्म जोडा झुक्किएर वालिङतिर गइछौ। तिमीलाई खोज्दै फोकटिया चौरा चौरा धाए। तिमीलाई खोज्दै फोकटिया चौरा चौरा धाए। भकारीमा धान राखे घुनकै जस्तो लाग्छ। भकारीमा धान राखे घुनकै जस्तो लाग्छ। उनले लाएको पितल पनि सुनकै जस्तो लाग्छ। भकारीमा धान राखे घुनकै जस्तो लाग्छ। उनले लाएको पितल पनि सुनकै जस्तो लाग्छ। आज म त धेरै पटक धसङ धसङ भए। मोबाइलको घन्टी बज्दा उनकै जस्तो लाग्छ। पारिवारिक फायर मेरो कलिलो पैसा सुकेको छ। तिमीलाई कुर्दा कुर्दै मेरो कलिलो पैसा सुकेको छ। ठाडो गराउ शिर तिम्रो लागि मन्दिरमा मेरो शिर झुकेको छ। मलामीहरूले सीतामा मेरो मुटु नजलाउन भनिदिनु। मेरो मुटुमा तिम्रो तस्बिर लुकेको छ। मेरो मुटुमा तिम्रो तस्बिर लुकेको छ। सपना जसले निदाउन दिँदैनन् ती हुन् सपना। नमस्ते सर। नमस्ते के गर्नुहुन्छ कि सर? तिमीले फर्के भएपछि के लाग्छ र आफ्नै दुश्मन भएपछि निकाल्न गाह्रो हुन्छ। मुटुमा खिल रहेपछि छोराछोरी नपाउनेहरूले पनि केही चिन्ता नमाने हुन्छ। थाहा पाएँ मैले वृद्धाश्रम गएपछि सुख दुःख जिन्दगीमा भेट्ने कमाइ हुन्छन्। सुख दुःख जिन्दगीमा भेट्ने कमाइ हुन्छन्। अरूका लागि आफ्नो खुसी रेप्ने कमाइ हुन्छन्। सुख पर्दा साथ दिन ल सायरी सुनेर हामी चाहिँ अब हिँड्दैछौँ। कहाँ गयो केटाहरू जति मलाई खोजेको। एकदम लोकल अर्ग्यानिक च्याउको पकौडा पाइन्छ यो ठाउँमा। च्याउको पकौडा पाइन्छ। यहाँ लोकल पनि छ। जे पनि लोकल हो क्या यहाँ। तेरो कसैले खिच्दिया खाने होला बिचारा। मेरो खिच्दिया त खिच्दै हिँड्ने मान्छे लिपस्टिक लिएर त बरु मैले आज लिएर आएको। मलाई लिएर त अहिले एकछिन। हजुर यहीबाट काम गर्छ। यो कम्प्युटर कनेक्ट गर्नु। यो मेरो मोबाइल हाल्नु। ल यहाँ बोल केही भन्नु 2 शब्द। हेलो सबलाई वेलकम छ है। आजलाई पछिलाई अर्को ठाउँ लोकेसन भन। बिजी छ
साथी